उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी म्याग्ना एजुकेसनले अस्ट्रेलियन एडमिसन फेस्ट 2025 को आयोजना गरेको छ। उक्त कार्यक्रममा युनि कन्सल्टेन्ट अलायन्सको तर्फबाट महेश गौतम, एआइएचई, न्याप्स, वेस्टर्न सिडनी कलेज र टिकेएलको तर्फबाट मुकेश धमला, ग्लोबल एकाडेमिक एडभाइजरी अस्ट्रेलिया पर्थका तर्फबाट रमेश पाण्डे, त्यस्तै ब्लू लोटस कलेजका कन्ट्री म्यानेजर टिकाध्वज भण्डारी कमल, स्काइलाइन इन्टरनेसनल कलेजका प्रतिनिधि भूपेन्द्र घतानी लगायतका युनिभर्सिटी कलेजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नमस्ते, म महेश गौतम। म युनि कन्सल्टेन्ट्स अलायन्सलाई रिप्रेजेन्ट गर्दछु। मेग्ना कन्सल्टेन्सीले राख्नुभएको इन्फो सेसनमा आज धेरै विद्यार्थीहरू सहभागी भएर उहाँहरूले इन्फर्मेसन लिनुभएको छ र फर्दर इन्फर्मेसनको लागि मेग्ना कन्सल्टेन्सीमा भिजिट गरेर धेरैभन्दा धेरै इन्फर्मेसन लिएर उहाँहरूको अस्ट्रेलिया यात्रालाई सहज बनाउन म अनुरोध गर्दछु। नमस्कार, म कमल भण्डारी, ब्लू लोटस कलेज मेलबर्न अस्ट्रेलियाबाट। आजको यो म्याग्ना एजुकेसनले गरेको इभेन्ट चाहिँ एकदमै फ्रुटफुल रहेको पाइएको छ। विशेष गरी +2 भर्खरै इक्जाम दिइसकेका विद्यार्थी भाइ बहिनीहरू आफ्नो जिज्ञासासहित आएका थिए र उनीहरूको अस्ट्रेलियाको एउटा इन्टरनेसनल क्वालिटी एजुकेसन अनि भोकेसनल एजुकेसन ट्रेनिङ सेन्टरहरूले दिने जुन एजुकेसनको कारणले गर्दाखेरि आफ्नो करियरमा पार्ने प्रभावको बारेमा उनीहरूको जुन जिज्ञासा थियो त्यो आज हामीले सहजीकरण गर्न पायौँ र आगामी दिनमा पनि म्याग्ना एजुकेसन र ब्लू लोटस कलेजको यस्तै सहकार्यको अपेक्षा गर्दैछौँ। साथसाथै एबिटी कलेज सँगको पनि सहकार्यको हामी उत्तिकै अपेक्षा गर्दछौँ। धन्यवाद। नमस्ते, मेरो नाम मुकेश धमला। म अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेज, वेस्टर्न सिडनी कलेज, टिकेएल कलेज र नेसनल एकाडेमी अफ प्रोफेसनल स्टडिज हायर एजुकेसन प्रोभाइडरको नेपाल स्थित प्रतिनिधि। आज म्याग्ना एजुकेसनको +2 पछाडिको एडमिसन डेमा उपस्थित छु र यहाँ चाहिँ +2 पछाडिका विद्यार्थीहरूले विदेश अध्ययन गर्नको लागि, अझ भनौँ अस्ट्रेलिया अध्ययन जानको लागि के कस्ता उपायहरू छन्, के कस्ता सुविधाहरू छन् भन्ने विषयमा आज छलफल रह्यो। आज असाध्यै राम्रो भयो यहाँको भेटघाट, यहाँको गफगाफ। यदि तपाईँहरूलाई अस्ट्रेलिया अध्ययन गर्न जानको लागि तपाईँहरूको फाइनेन्सियल काउन्सिलिङ, एकाडेमिक काउन्सिलिङ अथवा IELTS PT अध्ययन गर्न चाहनुहुन्छ भने तपाईँले हाम्रा आधिकारिक प्रतिनिधि म्याग्ना एजुकेसनसँग सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद। टेस्ट प्रिपरेसनमा केन्द्रित रही ब्रिटिस काउन्सिल आइल्सको तर्फबाट विभूषिका न्यौपानेले टेस्ट प्रिपरेसनको विषयमा केन्द्रित रही छलफल गर्नुभएको थियो। Hello, Namaste. I'm Bivishika. I'm representing British Council in Magna's Educational Fair. So today I've been interacting with lots of students जो चाहिँ IELTS को बारेमा बुझ्न आइरहनु भएको छ र उहाँहरूलाई देखेर चाहिँ मलाई पनि मेरो यङ डेजहरू एकदमै याद आइरहेछ। So British Council ले चाहिँ तपाईको we are the proud co-owner of IELTS. And I've been helping students understand more about IELTS, what's the role of IELTS in abroad studies, and what's the role of British Council in all this. And I'd like to thank Magna Education for giving me the opportunity to connect directly with the students, because I could actually see what they are feeling and I could actually address their questions in person. So thank you so much Magna Education for the opportunity, and I look forward to having more in-person sessions and fairs like this. Thank you. अस्ट्रेलियन एडमिसन फेस्ट 2025 मा म्याग्ना एजुकेसनका प्रतिनिधिहरूले समेत सिप कलेज, रिभरडेल कलेज र स्ट्यानली कलेजको बारेमा जानकारी गराएको संस्थाका डिरेक्टर तिलक पाण्डेले जानकारी गराउनुभयो। नमस्ते, म तिलक पाण्डे, म्याग्ना एजुकेसनको फाउन्डर। आज हामीले खासमा यो स्टडी इन अस्ट्रेलिया रिलेटेड अस्ट्रेलिया एडमिसन फेस्ट 2025 को आयोजना गरेका थियौँ। यसमा समग्र +2 ब्याचलर र मास्टर्समा अप्लाई गर्न चाहने विद्यार्थीहरूको लागि डकुमेन्टेसन कसरी गर्ने, फाइनेन्शियल म्यानेजमेन्ट कसरी गर्ने, प्रोसेसिङ कसरी स्टार्ट गर्ने र कोर्स सिलेक्सन कसरी गर्ने, एरिया, यी सबै विषयमा ओभरअल काउन्सिलिङको लागि आज यो फेस्ट आयोजना गरिएको हो। आजको फेस्टमा सहभागी सबै विद्यार्थीहरूको कन्सर्न चाहिँ डकुमेन्टेसनहरू कसरी प्रिपेयर गर्ने, फाइनेन्शियल प्लान चाहिँ कसरी गर्ने र आफ्नो भिजालाई कसरी सेक्योर गर्ने भन्ने कुराहरू उहाँको कन्सर्नको विषय थियो। त्यस्तै गरी कोर्स सिलेक्सनमा पनि उहाँ अलिकति कन्सर्न देखियो। कोर्स सिलेक्सन कसरी गर्ने, कुन कलेज, कुन युनिभर्सिटी सिलेक्सनको प्रोसिड्युरमा चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुराहरू चाहिँ विद्यार्थीहरूको मुख्य चासोको विषय थियो। आज दिनभरि जसो विद्यार्थी भाइ बहिनीहरू आउनुभयो, हामी पनि सबैजना व्यस्त भयौँ र
आफूलाई मनमा लागेको जिज्ञासाहरू जस्तै आइएल्स पिटी कसरी गर्ने, कहाँबाट स्टार्ट गर्ने, त्यस्तै गरी तपाईँको क्लासेसहरूको बारेमा, त्यस्तै गरी तपाईँको स्कोरिङ कसरी राम्रो बेटर गर्न सकिन्छ भन्ने कुराहरू र एब्रोड स्टडीसँग सम्बन्धित धेरै कुराहरू उहाँहरूले बुझ्नुभयो। आज उपस्थित सम्पूर्ण कलेज रिप्रेजेन्टेटिभहरू, विद्यार्थी भाइ बहिनीहरू, अभिभावकहरू लगायत म्याग्ना टिमलाई म विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू एवं अभिभावकज्यूहरूलाई म के भन्न चाहन्छु भने म्याग्ना एजुकेसन एउटा लामो जोर्नी पार गरेर यहाँसम्म आएको हो। म्याग्ना एजुकेसन 2011 देखि परामर्श क्षेत्रमा निरन्तर लाग्दै आएको छ। हजारौँ विद्यार्थीहरूले म्याग्ना एजुकेसनबाट परामर्श लिएर आफ्नो गन्तव्यमा पुगिसक्नु भएको छ। यदि तपाईँहरू पनि आफ्नो एब्रोड स्टडी जर्नीलाई चाहिँ अगाडि बढाउन चाहनुहुन्छ भने यहाँबाट प्रपर गाइडेन्स, डकुमेन्टेसन, भिजा प्रोसेसिङ लगायत सम्पूर्ण गाइडेन्सहरू हामी यहाँबाट गर्छौँ। सबैजनालाई वेलकम छ। कार्यक्रम भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न भएकोमा उपस्थित सम्पूर्णमा आयोजकले धन्यवाद दिएको छ। नमस्ते एभ्रिवान, म मेनुका खनाल म्याग्ना एजुकेसनबाट। सो हामीले चाहिँ यहाँ सम्पूर्ण भिजा प्रोसेसिङहरूको चाहिँ लागि चाहिँ हामीले स्टुडेन्टहरूलाई गाइडेन्स गरिराखेका हुन्छौँ। जस्तै आइएल्स पिटीको क्लासेसहरूदेखि लिएर स्टुडेन्टलाई प्रोपर गाइडेन्स गर्ने र फाइनेन्सियल डकुमेन्ट्सको पार्टमा चाहिँ हेल्प गर्ने र ओभरअल भिजा प्रोसेसिङको लागि चाहिँ हामीले सपोर्ट गर्ने गर्छौँ। र यहाँबाट चाहिँ धेरैजना स्टुडेन्टहरूले हाम्रो सपोर्ट पाएर चाहिँ आफ्नो डेस्टिनेसनमा पुगिसक्नु भएको छ। सो मैले चाहिँ अरू सबैजना स्टुडेन्टहरूलाई पनि म्याग्नामा आएर चाहिँ आफ्नो जर्नीलाई चाहिँ ह्यासल फ्री बनाउन चाहिँ अनुरोध गर्न चाहन्छु। आजको इभेन्ट चाहिँ एकदमै रमाइलो पनि भयो होइन, अनि प्लस हामीलाई चाहिँ अब फ्रुटफुल पनि रह्यो। स्टुडेन्टहरू पनि धेरैजनाले भिजिट गर्नुभयो र उहाँहरूले पनि अब स्टडी इन अस्ट्रेलिया लगायत अरू डिफ्रेन्ट कन्ट्रिजहरूमा चाहिँ के कसरी अप्लाई गर्नुपर्ने हुन्छ, फाइनेन्सियल कन्डिसन चाहिँ के कस्तो भयो भने चाहिँ भिजा लाग्ने चान्सेस हुन्छ होइन, र प्रोग्रामहरू चाहिँ के पढ्दाखेरि चाहिँ आफूलाई राम्रो हुन्छ, पिआर लिडिङ कोर्सेसहरू के हुनसक्छ भनेर चाहिँ उहाँहरूले पनि इन्फर्मेसनहरू पाउनुभयो। सो समग्रमा भन्दाखेरि प्रोग्राम आज एकदम राम्रो नै भयो। हामी चाहिँ सर्टिफाइड काउन्सलर पनि हो। म आफै पनि क्युएससी सर्टिफाइड काउन्सलर र आइइएससी सर्टिफाइड काउन्सलर पनि हो होइन। सो मैले चाहिँ अब अस्ट्रेलिया रिगार्डिङ र आयरल्यान्ड रिगार्डिङ मैले काउन्सिलिङहरू चाहिँ स्टुडेन्टहरूलाई गरिराखेकै हुन्छु। सो सर्भिस भनेको तपाईँले चाहिँ अब भनौँ न, अब मैले काम गर्दाखेरि यहाँनिर मैले यस्तो दुःख पाएँ भन्ने त्यस्तो चाहिँ हाम्रो यहाँबाट चाहिँ हुँदैन। सो हामी चाहिँ सबै हजुरहरूलाई बुझ्ने गरी नै बुझाउने तरिकाले नै काम गरिराखेका हुन्छौँ। हामीले चाहिँ मेनली सर्भिस दिने कन्ट्री भनेको चाहिँ अस्ट्रेलिया भयो, युके, अनि आयरल्यान्ड, अनि युएसए र क्यानाडा। सो हजुरहरू पनि आफ्नो अब्रोड स्टडी जर्नीलाई चाहिँ सफल पार्न चाहनुहुन्छ भने प्लिज डु भिजिट म्याग्ना एजुकेसन। थ्याङ्क यू।